हेलो गाइज अनि हामी हेलो एन्ड वेलकम टु माई भिडियो होइन सानो सर्ट ब्लग भनेको हाम्रो सानो सर्ट भिडियो नट ब्लग है एउटा गेम खेल्यौँ भनेको मेरो भाइलाई बनाउनु भन्दा भन्दा भाइ त पुरै मर्न लागिसक्यो नै हुँदैन मलाई पैसा पैसा भन्छ 1000 रुपियाँ 6 मासको दिन्छु भनेको मान्दैन बा कस्तो होला क्या कस्तो गोजी खुद्नु पर्यो कता छ यही थियो त अघि कता गयो आज चाहिँ म एउटा गेम खेल्न लाग्यो होइन गेम के छ भने नि होइन त्यो सामान गेमबाट क्वेसन सोध्ने जम्मा 60 वटा मात्र है 3टा क्वेसन मिस्टेक गऱ्यो एउटा क्वेसन मिस्टेक भने के पनिसमेन्ट पाउँदैन 3टा क्वेसन मिस्टेक गऱ्यो भने होइन पनिसमेन्ट पाउँछ चुज गर्नु पाउँछ 3टा पनिसमेन्ट हुन्छ एउटा पाउडर खाने एउटा खाने होइन मुखमा लाउने अनि एउटा यो पाउडर ओए त्यो कति महँगो हो त के त यहाँ यो पाउडर कहिले सिद्धिँदैन कहिले लाउँदैन त्यो अनि यो भिस चाहिँ आँखाको एस्पेक्टमा लाउने है अनि एउटा यो के भने नि आँखामा लाउने आई साइड पनि छ यसमा सबै मेकअप सामान होइन अब यो खासमा केमा युज गर्ने भने यो गेममा युज गर्ने होइन एउटा मतलब यो चुज गर्नु पाउँछ है हाम्रो बाहिरमा त लुगा ला पहिला हेलो अन्त हेलो व्हाट इज योर नेम वाउ के हो तेरो नाम भन्दा ल वाउ धरे नमस्ते मेरो नाम सङ्घर्ष तामाङ हो अनि आज हामी यस सामान्य ज्ञान भनी किताबबाट हामी एउटा क्विज कम्पिटिसन पढ्थ्यो गेम स्टार्ट गर्नु है त म आज यहाँनिर आज म अलि राम्रै हाल्दा भन्दा त ल गाइस यो पनि पक्यो ओ यहाँ किरा हेर्न ए भगवान यो किराले मलाई त सतायो ल हेर्नुहोस् एउटा किरा यो तुच्छ प्राणीले मलाई सताएको ओ त्यहाँबाट गाइस 1 2 3 ल पहिला को गर्ने त्यस्तो हुँदैन रक पेपर सिजरमा हाल्नु ल 1 2 3 गो रक यता होइन क्या यस्तो 1 2 3 गयो नि रक सिजर पेपर रक गर्ने क्या ल 1 2 यो प्र्याक्टिस हो बाबु अनि के त ल 1 2 3 गो गर्न अनि सुन होइन यसमा भन सिधा कसले जित्छ भनेर त्यहाँनिर त्यो नम्बर याद राखेर है जसले जित्छ त्यसले चरपटे गाउँछ है मसँग छैन लोभी 1 2 3 होइन 1 2 3 गो सिजर पेपर रक सिजर पेपर रक के यस्तो यो के हो यो यो भने कैची हो क्या दुईटा भएपछि कैची हुन्छ नि ल 1 चान्स सिजर पेपर रक मैले हैन ल सोच्छु हात मिलाउने हैन हात मिलाउने चलन कहाँबाट भएको हो इजिप्ट हैन 3 चान्स हो अनि अर्को भन्नु ग्रिस या मलाई ग्रिस जस्तो लागिरहेको थियो क्या ल एउटा हो नि त नि कस्तै हो एउटा भन त अब सोध ल मेरो एउटा चान्स गयो है तर मेरो 1 नम्बर आएको छ है तलमा चलचित्रबाट सोध्छु ल चलचित्र अरे त्यहाँ साउन्ड त राम्रो आइरह नि तर खेलकुदबाट सोध्यो नि एउटा आउँदैन चलचित्र कति नम्बर 68 एउटा आउने होइन के नेपालमै बनेको पहिलो चलचित्र कुन हो दाजुभाइ त कहिले आएको त 3टा जान्छ है भन त कोही हिरोको नाम होइन क्या त पहिला गेस गर न कति पुरानो फिल्महरू तैँले हेरेर खाइनस् उजेली भन्ने फिल्म पनि छ मलाई थाहा छैन त ल अब लास्टमा नै हामीले होइन पनिसमेन्ट त खानै पर्छ त नि अनि खाउँ न त कसरी 3टा भागै छैन अन्त पनिसमेन्ट खानुपर्छ क्या अनि त्यसपछि हुन्छ नखर खाउँ अब एउटा भन् बाँकी होइन ल म एउटा हिन्ट दिन्छु है हाम्रो तेरो बुबाको होइन बुबाको के अरे मम्मीलाई के पर्छ ल बुबाको मम्मीलाई मम्मी आमा
आमा त नि आमा फिल्म यस आमा फिल्म ल मैले सोचिरहेको थिएँ आमा होला भने तर त्यो किन नभने त ल अब सेकेन्ड है दुईटा क्वेसन भयो है 1-1 गयो है ल 1-1 गयो नै म अब कहाँ सोध्छु भन्दाखेरि पऱ्यो अब चान्स दिन नपाइ ल त्यसै चान्स दियो भने त यो कहिले आउँदैन आएन भने आएन ल सिधै खाने ल सिधै अघि म सोध्छु अनि मात्रै A few moments later, a few inches. विज्ञान यसलाई त यहाँ गइहाल्ला यो के हो प्रश्नबाट अलि ठुलोसोले बोले सुन्दैन पृथ्वीबाट हेर्दा सूर्यको कुन भागलाई देखिन्छ सूर्यको कुन भागले देखिन्छ के भन्थेँ मैले कस्तो बुझ्छ बाहिरी भाग के हो त आन्सर स्पेयर अब त्यस्तो होइन भने अब त आफै आन्सर भन्ने 3टा भइसक्यो 3टा क्वेसन सोध्ने हो अनि त्यहाँबाट पोइन्ट पनि खाने कि एकैले एउटालाई 3टा चान्स भने मैले बाबु अर्को है बुझ खै म आएको छैन यसमा कस्तो के कति न म यहाँ आएको नि है होला पृथ्वीनारायण शाहको पहिलो रानी को थिइन् पहिलो रानी यता रानी पहिले रानी त्यो मै थियो त्यो मै थियो के हो म आफैले चुज गरेर गर्ने हो ए त पनि हो ल ठिक छ के हो ल मै थियो त्यो रानी आन्सर चाहिँ के थियो इन्द्रा कुमारी त्यो रानी सानी सोध्ने हो त्यस्तै सोध्छ ल म यस्तो गर्छु है अक्कड बक्कड बम्बे भो अक्कड बक्कड बम्बे भो 80-90 पुरै 100 मैले के सब गरेर गरे ल ठिक थोरै धेर लगाउँदै झन्डुमा त खतरनाक छ नि कता लाउने हो यो जता लाइनमा आमा चाहिँ नल दुई ठाउँ ल्याइदिन्छ अब अर्कोमा ल अब मेरो पाल ला बोल्नु थाल्दो रहेछ त्यो आमा त लाउनु हुँदैन थियो कि तैँले छुछु लगाइदिएको कि झन् बिचमा लगाइदियो भने त मर्छ ल एउटा सोच ल सर्वप्रथम होइन स्वस्तिक चिन्ह ल्याउने देश कुन हो त्यो फ्रान्स स्वस्तिक चिन्ह ल्याउने देश नेपाल डिसमिस 3 जोडी मलाई के अरे एउटा क्वेसन एकचोटि मात्रै एन्सर भन्नु पाइन्छ भने एउटा गयो एउटा गयो इन्डिया है इन्डिया ल है ल अर्को जिरोको आविष्कार कुन देशमा भएको ल जिरोको आविष्कार के अफ्रिका दुईटा क्वेसन गयो ल अर्को ल है सिधै भन्नुपर्छ कि अगाडि भन्नु भन्दैन ल है खाएर कस्तो पोले आथा बरु भन्दा यो च्यालेन्ज गर्नु पर्दै खानेकुरामा च्यालेन्ज गर्नु पर्छ पोलो क्या ल मलाई सगरमाथाको हाइट भन्न त्यसको आउँथ्यो यार मलाई सगरमाथाको हाइट भन् 8 पोइन्ट कति थियो 84 कति थियो तर आउँदैन ल त मलाई 8 तर कति लास्टमा 84 है 8 पो कि पुरै भन् न राम्रोसँग भन् ल तैँले भन् मलाई आउँदैन क्या पुरै भन्नु त त्यो भएर त भने त त्यति मूर्ख छ यहाँ मैले कति लेखा छ कति लेखा छ सगरमाथाको हाइट कहाँ छ खै ऊ त्यही लेखा छ ऊ यतै साइडमा लेखा छ मैले सगरमाथाको हाइट यहाँ सगरमाथा भनेर लेखा छ बुद्धि भयो पो त नि ल भन यो अर्कै हो ए यहाँ रहेछ होइन ए हेरे अक्कड बक्कड बम्बे बो 80-90 पुरे 100 में लगा धागा जो निकल के भाग यसो यो थियो भाग सो यो थियो ल ल ठिक छ ल के लाउँछ जस्तो ल भन्नु जुन लाइनलाई तेरै मर्जी लगाइदिने हो अलि ओराइज त
अलि गराइदियो त एक चिज लाउने हो तैँले मलाई दुई ठाउँ लगाइदिए बाबु एउटा चिज लाउने हैन अब ग्लिटरको के काम हो त नि वाउ कस्तो सुन्दर देखाएको छ तँलाई एक चिज लाउने ठाउँमा दुई चिज ल्याइदिनु वाउ कति राम्रो देखाएको छ तँलाई पक्कै तँलाई म ब्लस पनि लगाइदिन्छु ब्लस ब्लस भने के हो यस्तो ब्लस भनेको रेड हो क्या त्यो त अनुहार पनि देखाएको छैन देखाएको छ त देखेछ गाइस हो क्या टाढाबाट त देखाएको छैन होला तर यार तेरो त इफेक्ट लङ लास्टिङ हो क्या अहिलेसम्म पोल देखा मलाई ल यहाँ भएर होला यार त्यही भएर म सन्देश भनेर यसले कसरी गरे क्या मैले त अनि गर्दाखेरि भएको थिएन त यो तिनवटा यसरी राखेको छ क्या यो यसरी त ल ठिक छ ल भारतका प्रधान राष्ट्रपति को हुन् यो चेन्ज भयो भए गस यस्तो क्वेसन सोध्नु पाइँदैन यस्तो क्वेसन सोध्नु पाइँदैन अनि त्यही त कान के सोध्नु त नरेन्द्र मोदी होइन हुँदैन यो भएको छैन के हो त के हो त राजेन्द्र प्रसाद अहिले पनि त्यही छ र डाक्टर। अहिले चेन्ज भयो होला अहँ, ल ठिक छ ल ठिक छ ल, डाक- एउटा क्वेसन डाक्टर सोधेँ त आफै क्वेसन बनाएर नि भन्नु पाइन्छ क्या एउटा क्वेसन गयो अर्को कतिवटा क्वेसन भयो 6 7 8 वटा भयो है खै कतिवटा हो 8 वटा भयो 60 वटा क्वेसन हुने थिए 8 वटा भइसक्यो क्वेसन अब दुधको के हो ओके दुधको आथा एकछिन है कहाँ भागेको गानाको कस्तो मलाई त्यो अब बोले क्या अन्त आमै लगाइदिए ल यो लास्टमा लाउनु पर्थ्यो क्या ओहो ओके चन्द्रमामा अब के हो त्यो चन्द्रमा अवरोहण गर्ने दोस्रो व्यक्ति को थिए नसोधे म भनिरहेको दुईवटा भयो है हुँदैन त्यस्तो हुँदैन त चन्द्रमा किन सोधिरह मलाई अनि कहाँको सोध्नु अलि त सजिलो सोध न यो अगाडि कति सजिलो छ सूर्यहरूको बारेमा छ चिटिङ गरेर चाहिँ यसले कान्तिपुरको पगमा अर्कै भन्छ यो त सजिलो त रानी पोखरीको पुरानो नाम के हो अब यो त सजिलो कि अप्ठ्यारो हुने हो रानी पोखरीको पुरानो नाम कस्तो हिँड्दैन त एउटा म जसरी पनिसमेन्ट हाहा गर्ने कुरा त आयो नि त त्यो त्यस्तै भनौँ देशको नाम आउँछ त्यो भगवान्कै नाम आउँछ प्रभु भगवान्को नाम आउँछ हामीले पूजा गर्ने उम्, विष्णुमती विष्णु विष्णु त मिल्यो नि त्यो त मिल्यो अर्को पक्कै गाउँलाई के भन्थ्यो विष्णु मण्डप भइसक्यो गयो जति त्यस्तो हुँदैन विष्णु त मिल्यो त्यो आधा त मिल्यो क्या आधा मिल्यो यसको हुँदैन ल एउटा भयो है तैँले मैले दुइटा सोधेँ है दुइटा छ त्यो दुइटामा एउटाले भन्यो नि एउटा भन्यो होइन अब एउटा अर्को सोध्छु त्यहाँबाट 9 10 11 हुन्छ है यो त अघि भर्खर सोधेँ होइन एडिएको नेपालको स्थापना कहिले भएको 2008 साल त्यही त अनि अरू पनि भन् न स्थापना कहिले भएको भने त नि डेट पुरै भन् त भने नि तैँले मलाई तिनवटा भयो खैले मेरो पास भाइ यहाँनिर मिस्टेक भएको छ यहाँ 7 छ 7 अहिले 7 छ 1 वर्षको फरक त हो नि केही फरक पर्दैन 1 वर्षको फरक 1 वर्ष कता गयो अघि भर्खर देखेको थिएँ यहाँ चाहिँ
1 वर्ष नि चैत्र 2 गते भनेपछि जम्मा कति 20 गते चैत्र 2 28 दिनको फरक 28 दिनको फरक हो भइसक्यो यो मानिदैन भाइ मानिदैन अब यो हुँदैन अन्तरे मन्तरे कालीको लन्च के रे फेरि गर्दा ल गर ल के रे यो यसलाई के भन्छ रे के त मलाई अघि हामीले के भन्दै रे यो नाम अक्कड बक्कड बम्बे 80 90 पुरै 100 फेरि त इस 100 मेलाका धागा चोर निकल के भएको है उता अर्कोबाट बक्कड बम्बे 80 90 पुरै 100 चोर निकल के 100 मेलाका धागा 100 में लगे धागा चोर निकल के भागा देखिस बचायो नत्र मैले खाइसकेको थिएँ आधे नलले त्यही त हैन क्या यस्तो एकछिन ल हातमा गर्नु कोही धेरै नसिद्धेन पैसा कमी छ क्या पैसाको कमी छ खै यस्तो गर्न ला अर्को भन एकछिन यस्तो दल्दैन यार यहाँबाट झऱ्यो भने फेरि मेरो ओछ्यान बिग्रिन्छ नि त भइसक्यो भयो ल ठिक भइसक्यो यस्तो गर्न जान आफैले अब ल गरिदिएको छु म ठिक छ ल थोरै लगाइदिएको एउटा राइट भएर अर्को पनि म त खतरनाक सोच्छु है म ल पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो तारा त्यो तारा त तारा है तारा प्लानेट भनेको हैन मैले प्लानेटलाई तारा भन्दैन बुझिस् त्यो तारा त टिक टिक 1 टिक टिक 2 5 सेकेन्ड 3 मैले पढेको थिएँ यो 5 टाइम्स अप पढेको थिएँ यो के थियो सूर्य पनि एउटा तारा हो डोन्ट यु नो दैट ओके तारा म त अर्कै सोचिरहेको थिएँ ल ग्रेट वाल कहाँ छ ल मन ग्रेट वाल चाइना चाइनामा ठिक छ एउटा भयो दुईटा भयो हैन एउटा अरे ल पृथ्वीमा सबैभन्दा धेरै कुन ग्यास पाइन्छ नाइट्रोजन हाउ डु यु नो दैट पग्लिन्छ काँच 1000 डिग्री सेल्सियस तापक्रममा पग्लिन्छ के हो त 1000 भन्दा माथि नि थियो 1500 1200 अब यो त गइसक्यो कति डिग्री 16 एकले त हो नि आउनु त आछ नि है मैले भने तैले खानी भइहाले अब अल्ला त्यस्तो हुँदैन बाबु त जहिले गाह्रो सोध्छु क्या मैले कहाँ गाह्रो सोधेँ हौ यो यसको काम नलाग्दैछ बरु मलाई 200 सोध्नु मलाई आउँछ 200 ल अर्को यो 200 जिकेबाट सोध्नु पाइन्छ कि 200 नि सोध्न पाइहाल्छ म त सोधिदिने हो ए हेर्नु पाउँदैन ल उता यता फर्की 25 फोजा कति हुन्छ 25 फोजा 100 हुन्छ आया खाइ त्यति पनि आउँदैन मलाई 25 फोजा कति हुन्छ अरे आमा कति गाह्रो क्वेसन सोधेको मेरो भाइले ल म ल त एक्लै बस ल सक्दिनँ म यस्तो गर यु गो भयो म यहाँबाट हेर्छु हैन अलिक भाएन अलि उज्जा त अलि बिचमा बस ल म अब यहाँ आँट्छु चाहिँ म ल ओ 20 मिनेटको भइसक्यो यार एडिट गर्दा त थुप्रो हुन्छ त ल एउटा इन्ट्रेस्टिङ क्वेसन छ है क्वेसन नम्बर है पाटनको आछ छैन यसमा आछ पाटनको कृष्ण मन्दिरमा कतिवटा गजुर छ 8 वटा त्योभन्दा धेरै हो भाइ 14 वटा त्योभन्दा नि धेरै नै हो 21 वटा द्याट इज करेक्ट बट एकचोटि भन्नु पर्थ्यो एकचोटि तर कसले 3 चोटि भन् त्यो रङ भयो बाबु स्टिल रङ यु आर रङ ल राइट त भनि नि ल अब म एउटा कुरा सोध्छु है
हैन अँ, हैन उम्, यो त एकदमै इजी पिजी क्वेसन है ल यसमा छैन यसमा छैन है यसमा छन्द छ तर कहाँ छ मलाई थाहा छैन है हैन अँ, यहीँ आएर भन्छु नि त किराँतहरूको सबभन्दा फर्स्ट राजाको नाम के हो ल भन किरात रे उम्, किरात 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 कस्तो किरात भने को हुने नि राई त्यहाँ थाहा छैन मलाई। त्यस्तैलाई भन्छ त्यस्तैले मनाउँछ क्या उनीहरूले मनाउँछ क्या राई जातिहरूले मनाउँछ क्या कुमारी ओइ कुमारी त यसको भइहाल्यो नि रङ दुईटा गयो खुस्क्यो दुईटा यसको गेस गर ल किराँतहरूको फर्स्ट राजालाई के भन्थे राजालाई थाहा छैन भन्यो छोड्दे। किराँतहरूको फर्स्ट राजालाई एलम्बर भन्थे अब लास्ट नम्बर क्वेसन है मलाई थाहा छैन ल हैन ल ल ल ल ल कतिवटा भयो दुईटा गयो होइन सबै गरेर सबै गरेर कताबाट जे नि अब यो लास्ट क्वेसन है तँलाई मलाई लास्ट क्वेसन उम्. यसले त मलाई यो ठुलो चिज लाउने विचार रहेछ नि त्यो है कस्तो हेरेरै गर्नु मन लाग्यो त मलाई ल जीवहरूको अध्ययन गर्ने विज्ञानलाई के भन्छ जीवहरूको अध्ययन गर्ने विज्ञानलाई के भन्छ साइन्सको रहेछ अब यो त जीवहरूको यो आउँदैन मलाई पक्का थाहा छ आउँदैन छोड ल जुओलोजी भन्छ जुओलोजी जोलोजी यस जुओलोजी ZOOLOGY जुओलोजी तिन- तँलाई त बाबु म स्कुलमै गरिदिँदै तैँले मलाई अहिले कस्तो लगाएको ल थिइस् ल ल अलि ओराइज अलि ओराइज ल ल मेरो भाइ अलि ओराइज तेरो आँसु झरोस् न आँसु झरोस् अलि ओराइ ल मेरो भाइ ह्यान्डसम देखाएको छ ल ठिक छ वेयर इज द खोइ त ढक्कन लगायो अहिले एकछिन बजाइनुहुन्छ अहिले त मान्छे फेरि त्यही भएर मैले सोध्ने होइन यस धर्म कहाँ पर्छ त्यो पनि छ त्यहाँ म यहाँ यो मेरो कोठाभित्र घुमे गर्ने भएको मलाई क्वेसन नसोध्ने एउटा क्वेसन सोधेछ नि यार वा सजिलो खुसुलो क्वेसन सोध्दैन गाह्रो क्वेसन म यस्तो इन्टेलिजेन्ट मान्छेलाई तर दोस्रो के हो सेडी अनि सेडी के हो त ल दोस्रो श्रेणी दोस्रो सेडी के हो त यसरी हेर्न अनि थाहा हुन्छ अनि के हो त यहाँ नेपालको पहिलो प्रधानमन्त्रीको भीमसिंह थापाले कहिले आत्महत्या गरे जुन दिन म जन्मेँ त्यतिखेर भीमसिंह थापा मरिसकेको थियो यो मलाई थाहा छैन मभन्दा अगाडि जन्मेको मान्छे मलाई किन सोधिरह ल एक एउटा ल भन न त कहिले मरेको थियो 1800 होइन 1800 त्यही त 1800 हो भीमसेन थापा मरेको 1896 मा 1900 भए 1905 भयो सक्यो 1900 कति त 1977 1977 मा ए जङ्गबहादुर त्यति पनि बुढो होइन म त कस्तो बिर्सेँ म त ल अर्को है म चन्द्र शमशेर सम्झिरा यार अर्को होला अब तिनवटा क्वेसन भइसक्यो भाइ दुईटा मात्र आछ त्यही एउटा त्यही अगाडिको सोधेको अनि त्यही अब यो सोध्यो अब अर्को एउटा छ त्यसपछि चाहिँ हो दुइटै नौ थाहा नै छैन त मलाई अनि हरिप्रसाद हरिप्रसाद रिमाल ल ठिक छ ल हेर है मेरो दुइटा गइसक्यो तिनवटा अप्सनमा यो चाहिँ अब यहाँ आएर सिद्धो बिगार्छ तँलाई त यहाँ देखिन्छ त्यसले मेरो दोस्रो लिएको बिगार्ने लेबल लाउने हो त है मैले त हातले लगाइदिएको थिएँ ल तेरो पालो ल गए पाउँदैन यस्तो गर्न पाउँदैन है पाउँदैन यस्तो गर्न पाउँदैन मेरो नाकबाट सिँगानको ठाउँमा ग्लिटर झरेछ कस्तो मिठो बाहना आएको पाउँदैन त्यस्तो ल भोइस छोडिदिए रे भोइस सिधै सिधै सक्यो सिधै बाई बाई कम हियर से प्रोपरली गुड बाई ए ल, सिट डाउन ए नो गुड बाई इज फर एभर इङ्ग्लिसमा भन्ने त्यहाँ इङ्ग्लिसमा से इन इङ्ग्लिस ल
We are Englishman. मेरो नाम सङ्घर्ष ए व्हाट आर यु डुइङ इन्ट्रोडक्सन अनि- दिनु बेला भन्छ त म भनिरहेछु त उम्. यहाँ अब यो चाहिँ हामीले इन्टरटेनमेन्टको लागि अलिकति हाँसिक मजाकमा चेयर दिएको मात्र हो यो गरेको अब लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् होला यो सुस्मिता तामाङ होइन के अर्कै छ नाम मैले हेरेन छैन यसको के छ यसले मलाई जबरजस्ती यहाँनिर ह्यारेसमेन्ट गरेर राखेर यहाँ त्यस्तो गरेर भन्नु पाइन्छ हेरेसमेन्ट भने के हो तँलाई थाहा छ हेरेसमेन्ट भने ड्याम किना बार पिट्ने भयो त्यस्तो होइन त्यही भएर म यो मैले आएर त्यसो गरेँ। पढेको मात्र मैले यसलाई लालच दिएको लालच चटपट चटपट खाने हो तখন मेरो स्यालेरी आएपछि दिन्छु नि तँलाई ल अब यो चाहिँ हामी गएको यहाँनिर सबैजनाले हेरिदिनुहोस् अनि 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 त्यसपछि हामी यहाँनिर माला माला हुनुपर्छ होइन ओके बाई 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 लाइक कमेन्ट सेयर बाई बाई ए डोन्ट से दैट नो वन विल वाच इट सब्सक्राइब गरिदिनुहोस् बाई बाई टाटा सी यू अफ गर्न यार यार कस्तो ओके